तपाईलाई पनि थाहै छ कि नेपालमा कपडाको व्यापार कस्तो धुमधामले चलिरहेछ भनेर। तपाईहरु पनि कपडाको व्यापार गर्दै हुनुहुन्छ भनेपछि हैन तपाईलाई एउटा कुराको धेरै मनमा हुन्छ कि मेरो बिजनेस चलिरहेछ छैन, मेरो पसल चलिरहेछ छैन, केही अरूको पसलहरु धेरै धमाधम चलिरहेको छ हैन, के खासियत होला त हैन। अनि सोशल मिडियाबाट वर्क गरेर धेरै मान्छेहरूले रोजाना एक पनि पैसा खर्च नगरेर हैन एक दिनमा 10-15 अर्डर्स अनलाइनबाट लिइरहेका छन्। के यो सम्भव छ कि छैन भन्ने कुराकानी आज हामी यसमै डिटेलमा कुराकानी गर्नेछौँ। कसरी तपाईहरु सोशल मिडियामा बिना 1 रुपैयाँ पनि खर्च गरेर राम्रोसँग त्यहाँबाट 10-15 अर्डर लिन सक्नुहुनेछ एक पनि पैसा खर्च नगरेर। त्यसको कुराकानी गर्नेछौँ हामी हैन। कपडाको व्यापारलाई कसरी तपाई अगाडि बढाउन सक्नुहुनेछ त्यो पनि डिजिटल मार्केटको साथमा, सोशल मिडियाको साथमा, टिकटक, फेसबुक, इन्स्टाग्राम, व्हाट्सएपबाट कसरी तपाई रोजाना आफ्नो लागि अर्डर लाउन सक्नुहुनेछ भन्ने कुराकानी गर्नेछौँ। एन्डसम्म नमस्ते, स्वागत छ तपाईहरुलाई यस भिडियोमा। सिधै कुराकानी हामी गरौँ हैन। सबैभन्दा पहिला 1 रुपैयाँ पनि पैसा नखर्च गरेर कसरी हामी डिजिटल यानी कि अनलाइनबाट सोशल मिडियाबाट अर्डर ल्याउन सक्छौं आफ्नो पसलको हैन, कसरी गर्न सक्छौं त्यस पोइन्टमा हामी आउँ। सबैभन्दा पहिला तपाईले के गर्नुपर्छ, तपाईको कुनै पनि पसलको नजदिकमा भएको पसलले डिजिटल मार्केटिङ गरिरहेको छ भनेपछि हैन, जस्तै कि सोशल मिडियामा वर्क गरिरहेको छ भनेपछि उनीहरुको धेरै आउँछ अनि ठुला ठुला ब्रान्ड पनि अहिले डिजिटल मार्केटिङ यानी कि तपाई भन्न चाहनुहुन्छ सोशल मिडियामा यति धेरै एक्टिभ छन्। धेरै ठुलो ठुलो बिजनेस होलसेलर भयो, टेक्सटाइल मार्केट भयो हैन, ठुला ठुला बिजनेसमा मान्छे भएका बिजनेसहरु पनि त्यो पनि अहिले सोशल मिडियामा एक्टिभ छन्। अनि सोशल मिडिया नै भनेको आनेवाला बिजनेसको एक अपर्च्युनिटी भन्न सक्नुहुनेछ हैन, ग्रोथ भन्न सक्नुहुनेछ, सक्सेस भनेको सोशल मिडिया हो। आज तपाईले सोशल मिडिया तपाई युज गर्नुहुन्न भनेपछि तपाईको बिजनेस जता छ त्यतै नै रहन्छ, त्यहाँबाट कहिले पनि अगाडि ग्रोथ हुँदैन। त्यसको लागि के गर्नुपर्छ, तपाईले धेरै प्लेटफर्महरु छन्। के छन् हाम्रो नेपालमा सबैभन्दा भाइरल चल्ने भनेको टिकटक छ। टिकटक पछि त्यसमा पनि चल्छ हाम्रो फेसबुक। फेसबुकमा पनि रिल तपाई बनाउन सक्नुहुनेछ हैन, रिल फर्ममा पनि आउँछ, लङ भिडियो पनि आउँछ हैन। टिकटकमा त रिल फर्मकै आउँछ, त्यस्तै गरी इन्स्टाग्राम पनि अहिले धेरै छाइरहेको छ हैन। अनि त्यस्तै गरी आउँछ व्हाट्सएप पनि सबैले युज गर्नुहुन्छ हैन। यो सबै प्लेटफर्महरुमा तपाईहरु एकदमै फ्रीमा के गर्न सक्नुहुन्छ। जस्तै कि एउटा एक्जाम्पल म तपाईलाई दिन्छु हैन। यहाँ केही आर्टिकल राखेको छ, यहाँ देख्न सक्नुहुन्छ यस्तो डिजाइनको आर्टिकल, यो कुर्ती भयो हैन। मेन भनेपछि कुर्ती महिलाहरु मान्छेले लगाउने हैन। अब यसलाई हाम्रो नेपालमा कुर्ता सुरुवाल भनिन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ कति यसलाई भन्छन् हैन। यहाँ हेर्नुस् त, दोपट्टा पनि यसमा दिएको छ हैन, कुर्ती पनि छ यसमा हैन, बटम पनि हुन्छ यसमा हैन। यसलाई भन्छन् 3 पिस हैन, 3 पिसको साथमा आउँछ। अब यस्तो डिजाइनको भनेपछि जहाँ म अहिले उभिएको छु त्यहाँ तपाईहरुलाई यस्ता कुर्तीहरु डिजाइनहरु मात्र 78 रुपैयाँ भारोदेखि सुरुवात हुन्छ। तपाईहरु यहाँबाट पनि लिन सक्नुहुनेछ। यो तपाईको पसलमा भएको आर्टिकलहरु तपाईलाई यस्तै गरी देखाउने। नयाँ नयाँ जो आर्टिकल आउँछ त्यसको भिडियो तपाईले उतार्ने। के गर्ने, भिडियो तपाईले उतार्ने, त्यसलाई फोटो तपाईले खिच्ने, त्यो तपाई आफ्नो व्हाट्सएप, इन्स्टाग्राम, फेसबुक, टिकटक सबै ठाउँ पोस्ट गर्न सक्नुहुन्छ। पोस्ट गर्नको कुनै पनि पैसा लाग्दैन। एउटाको सम्झनु, तपाईले कुनै पनि भिडियो बनाउनु भयो त्यसमा तपाईको सानो मेहनत जान्छ हैन, तपाईको क्रिएटिभिटी जान्छ। तपाईले कसरी गर्नुभयो भने जस्तै कि म एक्जाम्पल तपाईलाई दिन्छु, फेरि पनि दिन्छु हैन। यहाँ देख्न सक्नुहुन्छ अर्को यो आर्टिकल छ। यो आर्टिकलको मैले यस्तो गरेर देखाएँ, यहाँ हेर्नुस् त, यस्तो गरेर तपाईले देखाउनु भयो। यो फोटो पनि तपाईले गर्नुभयो हैन, साथै तपाईले भिडियो बनाउनु भयो। त्यसलाई तपाई सिधै पोस्ट गर्न सक्नुहुन्छ। इन्स्टाग्राम भयो, सबै ठाउँमा, टिकटकमा तपाईले हाल्न सक्नुहुनेछ। जति मान्छेलाई पनि तपाई भन्न चाहनुहुन्छ कि यस्तो खालको यो डिजाइनको छ, यस्तो नयाँ आर्टिकल आएको छ अनि यो डिजाइन तपाई लिन चाहनुहुन्छ भने हामीले स्क्रिनमा नम्बर दिएका छौं भनेर तपाई नम्बर दिन सक्नुहुन्छ, क्याप्सनमा नम्बर डाल्न सक्नुहुन्छ, क्याप्सनमा डिटेल डाल्न सक्नुहुन्छ। आफ्नो पसलको आफ्नो घरबाट तपाई गर्दै हुनुहुन्छ भने घरको डाल्न सक्नुहुन्छ हैन। अनलाइन तपाई डिलिभरी पनि गर्नुहुन्छ भनेपछि डिलिभरी पनि तपाई गरिदिनुहुन्छ भनेपछि त्यसको पनि तपाई डिटेल डाल्न सक्नुहुन्छ। यस्तो गरेर डाल्यो भनेपछि धेरै जसो मान्छेले त्यो भिडियो जसले मन पराउँछ, त्यो आर्टिकल जसले मन पराउँछ त्यति मान्छेसम्म जान्छ। 10 माथि 10 मान्छेको भ्यूज आयो भने त्यसमाथि 1-2 को अर्डर आउन सक्छ। त्यस्तै गरी लाखौं भ्यूजहरु आउँछन् भिडियोमा हैन। त्यस्तै गरेर ठुला ठुला ब्रान्डहरुले यस्तै गरेर मार्केटिङ गरिरहेका छन् हैन। किन भनेपछि भिडियो पोस्ट गर्नको, फोटो पोस्ट गर्नको कुनै पनि पैसा लाग्दैन। 1 रुपैयाँ पनि खर्च किए बिना आफ्नो त्यहाँ तपाई पोस्ट गर्न सक्नुहुनेछ अनि त्यहाँबाट अर्डरहरु जेनेरेट गर्न सक्नुहुनेछ। एकदमै इजी फर्म हो यो। आज तपाईले सुरु गर्नै पर्ने हुन्छ। तपाईको अफलाइन कति पनि राम्रो चलिरहेको छ भने तपाईले अनलाइन लिएर जानै पर्छ। किन भनेपछि आनेवाला जमाना जो छ त्यो भनेपछि अनलाइनको जमाना नै हो हैन। अनलाइन तपाईले गर्नै पर्ने हुन्छ। अनलाइनमा तपाई यस्तो खालको डिटेल डाल्नु भयो आफ्नो आर्टिकल, कहिले कहिले तपाईले के गर्न पर्ने हुन्छ थाहा छ त,
अनलाइनबाट अर्डर यानि कि सोसल मिडियाबाट अर्डर लगाउनको तपाईँ के गर्नुपर्ने हुन्छ आफ्नो पसलमा कुनै आर्टिकल बिक्री भएको छैन केही स्टक परेको छ भनेपछि त्यसको 5% सेल हाल्ने 10% सेल हाल्न सक्नुहुनेछ 20% सेल हालेर राम्रोसँग भिडियो बनाउन सक्नुहुनेछ होइन त्यसको रिल हाल्न सक्नुहुनेछ पोस्ट बनाउन सक्नुहुनेछ कि आज यति अर्डर छ होइन यतिदेखि यति तारिकसम्म आउनुहोस् भनेर गर्न सक्नुहुनेछ त्यहाँबाट पनि तपाईँहरूलाई धेरै कस्टमर तपाईँको पसलसम्म आउँछ तपाईँको घरबाटै गर्नुहुन्छ घरबाटै आउँछ होइन यति धेरै अपर्च्युनिटी छ सोसल मार्केटमा सोसल अहिले मिडियामा इन्स्टाग्राम भयो मैले सबै नाम तपाईँलाई लिइसकेँ मेन टिकटक अनि फेसबुकमा तपाईँ फोकस गर्नु होला होइन त्यो फोकस गर्यो भनेपछि युट्युबमा पनि तपाईँ बनाउन सक्नुहुन्छ युट्युबमा लङ भिडियोको माध्यमले होइन यस्तो यस्तो आर्टिकल मसँग भएको छ हामीहरूले तपाईँलाई जानकारी दिन्छौँ कि यस्तो यस्तो यहाँ छ अनि यति सस्तो प्रोडक्ट तपाईँलाई मिल्छ भनेर एक इक्जाम्पल म तपाईँलाई दिन्छु अन अजमेरा फेसन भनेपछि तपाईँलाई सबै आर्टिकल लाग्छ कुर्ती छ साडी छ लेहेङ्गा छ होइन ड्रेस मटेरियल छ सबै त्यो छ त्यो सबै तपाईँले यहाँबाट होलसेल फ्याक्ट्री रेटमा लिएर सिधै नेपालमा राम्रो मार्जिन राखेर सेल गर्न सक्नुहुन्छ भने आरामसँग प्रफिट कमाउन सक्नुहुन्छ बिजनेसको लागि नेपालकै लागि तपाईँले हामीले स्क्रिनमा एक नम्बर दिएका छौँ त्यसमा कन्ट्याक्ट गरेर तपाईँ नेपाल इन्द्रेणी कम्प्लेक्स निवानेश्वर काठमाडौँमा तपाईँ गएर पनि पर्चेङ गर्न सक्नुहुनेछ यस्तै गरी तपाईँहरू पनि डिटेल गरेर सोसल मिडियाबाट राम्रोसँग जेनेरेट गर्न सक्नुहुनेछ आई होप कि तपाईँलाई भिडियो राम्रो लाग्यो होला होइन कस्तो छ भिडियो भनेर कमेन्ट गरिदिनु होला अनि फेरि पनि कुन टपिकमा बनाऊ भनेर त्यो पनि कमेन्ट गर्नु होला अनि च्यानलमा नयाँ भए च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला फेरि पनि आउनेछ नयाँ आर्टिकल नयाँ डिजाइन नयाँ आइडिया लिएर तपाईँसँग ख्याल राख्नुहोस् व्यापार गर्नुहोस्